पनि फुटाइदिने कहाँसम्म किन अर्को यहाँ बट्टाले भित्र लुगा पानी पो चुइँदैछ त यो भर्याङको मुनिले टक्क गणपति बाबाको भिडियो राख्ने पानीवाला चाहिँ अनि यस्तो साइडमा बुद्ध भगवानको राख्ने यो पाइपिङहरू राखिसक्यो पाइपहरू के भयो यहाँ टोइलेट बस्छ उता बेसिन यहाँ वासिङ मेसिन यहाँ नुहाउने यहाँ टोइलेट यहाँ सानो बेसन नुहाउने हो यो तलाई हाम्रो झ्यालबाट देखेको यो पूजा कोठा रातिको सिन त यस्तो देख्दो रहेछ है बिजुली पनि चम्किँदैछ बहिनी भुइँको सिलिङ लाग्यो है बुढो मुनिबाट पनि बत्ती आउँछ यहाँ एउटा इँटा राख्नु हजुर सट्टै नागेर त्यहाँ जानु त्यहाँनिर हो त्यहाँ एउटा इँटा राख्नु त्यहाँदेखि नाङ्दा हुन्छ अनि भोलि अलिअलि भयो भने होला यसो हालिदिनु लाउनु भइहाल्छ हिजो छुट्टी भर्खर केटाहरू अल्छी गर्छ होइन यङ मान्छेहरू यो चाहिँ भुइँ यो सावरको हुन्छ यहाँ यहाँ सिसा आउँछ नि यस्तो सिसा यहाँ बनाइदियो यता जान्छ पानी सबै पानी अलिक ओह्रालै छ कि छैन छ यता यति टाढोको पानी यसमा जान्छ यताको सबै पानी यसमा जान्छ यो त टोइलेटको हो नि त यो टोइलेटको हो पानी यता जान्छ होइन त्यो चाहिँ के हो त्यो चाहिँ पाइपको पानी जाने हो यता चाहिँ यस्तो काटी लगाएको यहाँ पनि छ फेरि यो चाहिँ वाटर प्रुफिङ बिछाएको अब यसमा टाइल लाउने कि टाइल टाइल त हो त टाइल र यहाँ स्टिलको यो बरन्डा नै ठुलो भयो है कौसी त ठिक छ गर्मीमा सुत्नु पनि मिल्छ हो पानी आएन भने त
यताबाट जानु हुँदैन अन्त त चुलाबाट नै एउटा जे पनि उ गर्दा हुन्छ क्या कोइलाको चुलामा रमाइलो हुन्छ नि होइन चुला जाने बाटोबाट ए दाउराको ल त अन्त सुन्दा पनि सुन्दैन मान्छे पनि देख्दैन त्यहाँसम्म मात्र भाइ यो र त्यो झ्याल सेम छ हो होइन तल्लोपट्टि होइन हाइट सेम छ होइन हजुर चौडाइ चाहिँ अलिक सानो यस्तो चाहिँ त्यो त मिल्दैन होइन हजुर यो लामो छ लामो मिल्यो भइहाल्यो 10 11 9 10 बज्छ 9-10 बजे त्यति छिटो खाइसक्ने 9 10 बजेदेखि स्टार्ट हुन्छ पहिले यस्तो खतम भएछ त के जान्छ भन्नुभयो यो खुर्काउने होइन यो कुरो यसलाई सबै हटाउनु हजुर हटाएपछि हटाए त्यो सबैमा कि यतिमा मात्रै यतिमा गर्दा हुन्छ यो हजुर किन अरू त ठिक छ नि त अनि के लाउनु पर्छ एउटा सुपर लेटेक्स भन्ने हुन्छ सुपर लेटेस्ट सुपर लेटेक्स र त्यसलाई हल्का सिमेन्टको घोला बनाएर हजुर मजाले धलिदिने होइन त्यसलाई सुक्न दिने अनि त्यो माथि मात्रै रङ चढाउने कि रङ भनेर अहिले पुटिङ के गरिरहेछ त्यो त्यसमाथि पुटिङ गरेर रङ हजुर त्यसमाथि पुटिङ अनि मात्रै यति पो भएछ यो त ए आफ्नो देशमै ठिक छ किन साउदी जानु टेम्पोरेरी फेरि जाने ए अरू देश जानु साउदी नजानु साउदी कहाँ यो अब यता माथि बाँकी छ यता राम्रो नागेर त्यहाँ जानु हिजो छुट्टी भर्खर केटाहरू अल्छी गर्छ होइन यङ मान्छेहरू यो चाहिँ भुइँ यो सावरको हुन्छ यहाँ ए जाऊ तीनटा इटा बडाको ल त रातिको सिन त यस्तो देख्दो रहेछ है बिजुली पनि चम्किँदैछ